पट नगरौँ है नहिँडौँ नाचेर पट नगरौँ है नहिँडौँ नाचेर दाना धर्म कर्म गरौँ मनले आँटेर दाना धर्म कर्म गरौँ मनले आँटेर हरि हरि दाना धर्म कर्म गरौँ मनले आँटेर जय श्री राधे जय श्री राधे। कस्तो राम्रो सबैलाई मन परेको भने ताली सुनौँ न एकपटक। सबैजनालाई नमस्कार। म चाहिँ प्रोसेस पारे बोल्दैछु। सबैजना चाहिँ अब यो जेठ 26 गतेसम्म यहाँ हुँदैछ ऐतिहासिक गण्डकी कोची हो। म पनि आएको छु, सबैजना आउनु होला है त, होइन? ताली बजाउनुहोस् एकपटक। अब अरू के छ? सबैजना गोटाइपट्टि बाटो भाइ कस्तो क्यालकुलेसन लाउँछ यार। ल अब एउटा अर्को भजन। प्रोसेस पाण्डे उहाँभित्र विलक्षण प्रतिभा छ। उहाँले केवल अहिले छोटो प्रस्तुत मात्रै गर्नुभयो र उहाँ क्यारिकेचर बोत्तिकी अब्बल गीतमा पनि क्यारिकेचर गर्नुहुन्छ। बद्री पङ्गिनी गीत गाइदिनु भएको थियो उहाँले एकचोटि उस्तै स्वरमा त स्वरले निकाल्ने। यस्तो आनन्दको मान्छे, यस्तो मृदुभाषी, यस्तो विलक्षण प्रतिभा, भगवानको साक्षात् कृपा छ उहाँभित्र। उहाँलाई एकपटक जोरदार ताली सम्मान गरौँ। भगवानको भजनले मनलाई छुन्छ, भगवानको भजनले मेरो मन छुन्छ। कोटी होममा आउनुहोस् भक्त, यतै भेट हुन्छ, यतै भेट हुन्छ। गरौँ है सबले दान गरौँ, प्रभुकै शरणमा परौँ। नमस्ते छ्याटलोहरूले
घरमा पराउ नमस्ते छ्याचलो छोरीले तिमी आउन गरीबाट म आउँछु काठमाडौँबाट भेटौँला कोटी हो मुरली भेटौँला कोटी हो मुरली बिरामीको केही हुँदैन भजन यो दबाई बिरामीको केही हुँदैन भजन यो दबाई भजन सुनि रोग जति निको हुन्छ सबै निको हुन्छ सबै छलकपट नगरौँ नाचेर दान गरौँ मनदेखि आँटेर नमस्ते छ्याचलो छोरीले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला कोटी हो मुरली हल्ला गरौँ नहिँडौँ ढाँटेर दान गरौँ मनदेखि आँटेर नमस्ते छ्याचलो छोरीले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा मुरली भेटौँला कोटी हो मुरली भेटौँला कोटी हो मुरली भेटौँला कोटी हो मुरली जय श्री राधे। एकपटक सबैजनालाई विशेष